दर्ता गरेको रे, सच्याएको रे। मैले भनिहालेँ गत वर्ष 73वटा यहाँ छ बस्दै गत वर्ष नेकपा एमाले र नेपाली काङ्ग्रेसको सरकारले सच्याएको। यहाँबाट छलफल गर्न सक्नुहुन्छ यो रेट किन गरियो कसो गरियो भनेर। यहाँ त स्पष्ट मात्रै पारिएको छ, एउटा मात्रै स्पेसिफिक भन्सार दर रगत वा भ्याक्सिन बोक्ने क्यारियरको मात्रै हो भन्सार दर चेन्ज भएको। अर्को शुल्क चेन्ज भएको छ, अरू भाषागत स्पष्टता केही छुटेको कुराहरू त्यति मात्रै छ। त्यसपछि चाहिँ हप्ताभरि पत्रिकाहरूले चाहिँ यसलाई उछालेर के नभएको छोडेम वागले अर्थमन्त्री त्यहाँ अर्थ मन्त्रालयमा बचाएको छ, कुटुकुटु दरहरू चलाएको छ भन्ने जस्तो भ्रम सिर्जना गरे हुनाले यहाँहरूलाई पनि भ्रम परेको जस्तो मलाई लाग्छ। त्यसैले यो अतिरञ्जनाबाट हजुरहरू जोडिनुपर्छ। सार्वभौम संसदका असाध्यै सम्मानित सांसदहरू हुनुहुन्छ। त्यो बिचमा अर्को आयो, अर्को खण्ड आयो, यो त होइन रहेछ भन्ने भएपछि 16 पाना गायो। अब नेपालका पत्रकारले त्यो माइक्रोसफ्ट वर्ड चलाउन सक्छन् कि सक्दैनन् मलाई थाहा भएन। 450-460 पानाको डकुमेन्टमा यो कलमहरू हुन्छ सबै। अब यहाँनिर चाहिँ एचएस कोड भयो, वस्तु भयो, दरहरू भयो। त्यहाँ एडिट गर्ने क्रममा यो कलम यो कलमलाई अलिकति 1 मिलिमिटर तपाईँले अलिकति तानिदिनुभयो भने पानाहरू स्वाट्टै 15-20 पाना तलमाथि हुन्छ। अथवा कलमलाई अलिकति घटाइदिनु भयो भने 20 पाना समग्रमा यो बढेर जान्छ। हजुरहरूका सरसरीलाई छोडे पनि भयो, आफै पनि तपाईँहरू माइक्रोसफ्ट चलाउनुहुन्छ भने 457 पानाको डकुमेन्टमा 1 मिलिमिटर यो कुनै कलम चलाइदिनु भयो भने पनि स्वाट्टै 457 500 पुग्न सक्छ। अलि बाक्लो अलिकति लम्ब्याइदिनु भयो भने 457 को पाना कन्टेन्टमा एउटा थोप्लो, एउटा पूर्णविराम, एउटा कमा पनि चेन्ज भएको छैन। पहिलेदेखि चेन्ज भएको छैन। सार्वभौम सांसदहरूलाई बुझायौँ, तपाईँहरूलाई बुझाएपछि हामीले छोडेको छैन। त्रुटि सहित यहाँको हातमा परेपछि एउटा थोप्लो पनि चेन्ज भएको छैन। 16 पाना गायब भनेर हिजोसम्म लेखिरहेको छ। आम जनतालाई केही समयलाई, छोटो समयलाई भ्रमित पार्न सकिएन। होइन स्वर्णिम उहाँले साक्षी गरे है क्या हो, गायब गरेको छ, दरहरू चाहिँ गुटुकुटु लुकी चेन्ज गरेको छ भन्ने भ्रम छ मलाई। केही समय सकिएन। तर यस्तो अपर्च्युनिटी मैले चाहिँ अब सम्मानित अर्थ समितिमा विद्वान सांसदज्यूहरूलाई यसरी मैले क्लारिफाई गरेपछि मिडिया साथीहरूले पनि यो लानु होला भएको एक चियाको कपमा तुफान ल्याउन खोजिएको हो। त्यो सरासर गलत छ र म डटेर यसको सामना गर्ने दृढताका साथ आएको छु। राष्ट्रको हितमा यति मानवीय कुराहरूलाई प्रतिबिम्बित गरिएको छ र यो हजुरहरूले अब अन्य सांसदज्यूहरूलाई पनि बुझाइदिनु पर्ला। यसरी मैले अब सकेसम्म स्पष्ट पार्न खोजेँ। यसमा पनि हजुरहरूलाई सङ्कोच शङ्का केही छ भने राख्नु होला, म यो कुरा स्पष्ट गर्छु।